सो हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। सो गाइज आज चाहिँ म तपाईलाई सिकाउने छु कि तपाईको च्यानलमा कसरी जिरो कम्युनिटी गाइडलाइन अनि जिरो हैन स्ट्राइक तपाईले कसरी भिडियो बनाउन सक्छ। तपाईको पुरै च्यानलमा कहिले पनि कम्युनिटी गाइडलाइन र कहिले पनि तपाईलाई स्ट्राइक पर्दैन। युट्युबमा नि रुल्स रेगुलेसन्सहरु छ जो कि तपाईले फलो गर्नुपर्छ। यस्तै र्यान्डमली भिडियोहरु हालेर हैन भ्युज पाउला तर बादमा पछि गएर तपाईलाई पस्ताउनु पर्छ किन त भने तपाईको च्यानल कहिले पनि ग्रो हुँदैन त्यसरी हैन। तपाईको च्यानलमा स्ट्राइक आउँछ, अरूले कपिराइट क्लेम गर्दिन्छ हैन। त्यसको लागि चाहिँ तपाईले के गर्नुपर्छ, राम्रो भिडियो र सही तरिकाले भिडियो चाहिँ तपाईले बनाउनु पर्छ। त्यसको लागि चाहिँ आज म कसरी चाहिँ सही तरिकाले भिडियो बनाउनु भनेर त्यो म आज सिकाउने छु। युट्युबमा चाहिँ के हुन्छ भने चाहिँ दुईटा टाइपको तपाईलाई स्ट्राइक पर्छ। एउटा चाहिँ हुन्छ कम्युनिटी गाइडलाइन स्ट्राइक अनि अर्को चाहिँ हुन्छ तिम्रो कपिराइट स्ट्राइक। कम्युनिटी गाइडलाइन स्ट्राइक चाहिँ के हुन्छ भने त्यो चाहिँ युट्युबबाटले दिन्छ। त्यो स्ट्राइक चाहिँ अगर तपाईले भिडियोमा नराम्रो केही भनेको छ, झै झगडाहरू देखाउँदैछ, इनअप्रोप्रिएट हुन्छ नि त्यस्तोहरू छ भने के हुन्छ युट्युबले आफै रिभ्यु गरेर तपाईलाई कम्युनिटी गाइडलाइन स्ट्राइक तपाईले दिनु सक्छ हैन। अर्को चाहिँ के हुन्छ भनेपछि चाहिँ टाइटल थम्बनेलहरु राम्रो हालेको छैन भने जस्तो डेन्जर भनेर नाइत्र फाइट यो टाइटल छ नि यो वर्ड्सहरुलाई चाहिँ हाल्नु हुँदैन। अगर तपाईले यो वर्ड्सहरु लेखेको छ भने तपाईलाई कम्युनिटी गाइडलाइन स्ट्राइक 100% आउँछै आउँछ। त्यही लागि चाहिँ तपाईले नहाल्नु, यो यस्तो वर्ड्सहरुलाई चाहिँ तपाईले नहाल्नु। अनि अर्को चाहिँ के हुन्छ भनेपछि चाहिँ कपिराइट स्ट्राइक भन्छ नि, त्यो चाहिँ कहिले आउँछ भनेपछि चाहिँ अरूले दिन्छ। जो कि अरूले कसरी दिन्छ भनेपछि चाहिँ अगर उनीहरुको प्राइभेट चीजहरु हालेको छ भने जस्तो प्राइभेट बिलोंगिङ हुनु सक्छ या उनीहरुको फेस हुनु सक्छ या उनीहरुको प्राइभेट प्रपर्टीज हुनु सक्छ हैन या उनीहरुको प्राइभेट भिडियोजहरु हुनु सक्छ, क्लिप्सहरु हुनु सक्छ। त्यो तपाईले युज गर्दा चाहिँ तपाईलाई कपिराइट स्ट्राइक दिनु सक्छ अरूले। अनि अर्को चाहिँ हुन्छ कपिराइट क्लेम भनेर। कपिराइट क्लेम पनि एउटा हो त्यो स्ट्राइक, तर त्यो चाहिँ त्यति खास त्यति पर्दैन कि जति चाहिँ यो कपिराइट स्ट्राइक र कम्युनिटी गाइडलाइन स्ट्राइक यिनी दुई जना चाहिँ धेरै नै खतरनाक चीज हो। यो दुई जनालाई चाहिँ अगर तपाईले सम्हाल्न सकेन भने 3टा कपिराइट स्ट्राइक आयो भने या 3टा कम्युनिटी गाइडलाइन स्ट्राइक आयो भने तपाईको 90 डेज भित्रमा तपाईको च्यानल टर्मिनेट हुन्छ। चाहे जति ठुलो मिलियन्स बिलियन्स को च्यानल होस् युट्युबले हटाइदिहाल्छ। त्यही लागि चाहिँ तपाईले बुझ्नु पर्छ अगाडि भिडियो बनाउँदा चाहिँ कसरी भिडियो बनाउनु पर्ने र कस्तो भिडियो बनाउँदा चाहिँ मलाई कपिराइट आउँदैन यो चाहिँ तपाईले जान्नु पर्छ। र अब जान्ने छौ कि हाम्रो कसरी हाम्रो भिडियो र हाम्रो च्यानलमा कपिराइट स्ट्राइक चाहिँ कसरी आउँदै नआउने र कपिराइट क्लेम हुन्छ कि या कम्युनिटी गाइडलाइन स्ट्राइक यो चाहिँ कहिले पनि नआओस् भन्ने कसरी बनाउने त च्यानल भन्दाखेरि चाहिँ आज म सिकाउने छु है। तपाईको भिडियोमा कुनै फाइट सिनहरु हाल्दैछ भने, अरूलाई पिटेको, अरूलाई हिर्काएको यस्तो सिनहरु हाल्दैछ भने या नराम्रो शब्दहरु बोलेको सिनहरु हाल्दैछ भने हैन या यस्तो पनि हुन्छ कि या नानीहरु सानो नानीहरु हुन्छ नि, सानो हामी त सोच्छ सानो नानी हो भनेर, तर उनीहरु जब सानो नानीहरुको नेकेड हुन्छ नि नेकेड भिडियोहरु हाल्दा क्लिप्सहरु हाल्दाखेरि जस्तो भ्लगरहरुले धेरै मिस्टेकहरु गर्छ यसमा हैन। भ्लगरहरुले शूट गर्दाखेरि घरमै शूट गर्छ हैन डेली भ्लगहरु, त्यतिखेर चाहिँ के हुन्छ नानीहरु कहिले नाङ्गे हुन्छ हैन त्यतिखेर भिडियो हाल्दिन्छ। त्यस्तो भिडियो हाल्दा चाहिँ के हुन्छ कम्युनिटी गाइडलाइन स्ट्राइक पर्छ। त्यो चाहिँ चाइल्ड सेफ्टीको लागि हुन्छ। त्यसमा चाहिँ त्यस्तो पनि तपाईले हाल्नु हुँदैन हैन। अनि अर्को चाहिँ के हुन्छ भनेपछि चाहिँ टाइटल थम्बनेल या त्यसमा नराम्रो लेख्यो भने हैन डेन्जर वर्ड्सहरु फाइट वर्ड्सहरु जो लेख्यो भने चाहिँ के हुन्छ त्यसमा कम्युनिटी गाइडलाइन स्ट्राइक तपाईले पर्न सक्छ। अर्को चाहिँ के हुन्छ भनेपछि तपाईले मिसलिडिङ थम्बनेल पनि तपाईले हाल्नु हुँदैन। जस्तो त्यो क्लिकबेट थम्बनेलहरु हुन्छ नि, जस्तो थम्बनेलमा देखायो कि जब भिडियो आउँछ भिडियोको जब आउँछ नि तपाईको भिडियो नि अरूको फिचर्समा आउँछ हैन, त्यसमा फ्रन्ट पेजमा देखाएको अलग्गै र भित्र अलग्गै छ भने यो मिसलिडिङ
मिसलिडिङमा पनि आउँछ, मिसलिडिङ थम्बनेल भनेर, त्यसमा त्यो पनि युट्युबले तपाईलाई स्ट्राइक दिनु सक्छ मिसलिडिङ थम्बनेलको नाममा हैन। अनि अर्को चाहिँ हुन्छ तपाईले वर्ड्सहरु अलग्गै हालेको छ अनि देखाएको अलग्गै छ भनेपछि त्यसमा चाहिँ के हुन्छ मिसलिडिङ मेटाडेटा भन्छ त्यसलाई चाहिँ। अहिले चाहिँ के हुन्छ भनेपछि पहिला चाहिँ अब मान्छेले नै रिभ्यु गर्थ्यो होला कि, तर अहिले चाहिँ एआई को द्वारा सबै रिभ्यु गर्छ, एकैछिनमा पक्रिहाल्छ कि तिमीले हाल्दैछ हैन कसरी तिम्रो बेसिकली चाहिँ तिम्रो जुन चाहिँ टाइटल थम्बनेल अनि तिम्रो डिस्क्रिप्सन चाहिँ राम्रो हुनुपर्छ, नत्र भने तपाईलाई पक्रिहाल्छ अनि तपाईलाई के हुन्छ कम्युनिटी गाइडलाइन स्ट्राइक दिइहाल्छ। अनि अर्को चाहिँ कपिराइट स्ट्राइक चाहिँ यसरी बाँच्न सक्छ। तपाईले जुनै पनि भिडियो बनाउँदैछ, सपोज तिमीले भ्लग बनाउँदैछ, भ्लग बनाउँदाखेरि पब्लिकहरु आइबस्छ हैन आफ्नो तपाईको भिडियोमा, सो आउँछ त्यतिखेर केही प्रब्लम छैन। तर जब कुनै पनि मान्छेलाई तिमीले एड गर्दैछ तिम्रो भिडियोमा, तिमीले उलाई पर्मिसन माग्नु, एड गरिसके ठिकै छ, त्यहाँको लास्टमा जब भिडियो बनाइसक्छ नि त्यतिखेर तिमीले पर्मिसन माग्नु कि यस्तो भिडियो बनाउँदैछु के तिम्रो पर्मिसन मलाई दिन्छ हैन यो भिडियोमा आउने भनेर तिमीले पर्मिसन माग्नुपर्छ। अगर पर्मिसन मागेन अनि तिमीले त्यसै भिडियो हाल्दियो भने त्यो मान्छेले चाहिँ यो भिडियो तपाईको भिडियो देखेर तपाईलाई कपिराइट स्ट्राइक दिनु सक्छ, किनभने उसकोमा राइट छ, किनकि उसको फेस त्यहाँनेर युज भएको छ। त्यही लागि चाहिँ पर्मिसन माग्नुपर्छ। या अरूको क्लिपहरु युज गर्दैछ भने तपाईले पर्मिसन पहिला माग्नुपर्छ, नत्र भने तपाईको च्यानलमा त्यो भिडियोमा कपिराइट स्ट्राइक आउँछ। अनि अर्को चाहिँ हुन्छ कपिराइट क्लेम आएको छ भने केही छैन, त्यसमा तपाईले हैन त्यो जसले क्लेम गरेछ त्योसँग तपाईले लेनादेन गर्न सक्नुहुन्छ हैन 50-50 रकम भनेर। या अगर उसले चाहदैन हैन मलाई त्यो पुरा रोयल्टी चाहियो, पुरानै सबै चाहियो भनेपछि तपाईले के गर्न सक्छ, अब त्यसमा चाहिँ अब तपाईले डिलिट गर्नु कि नत्र भने केही गर्नुपर्छ तपाईले, नत्र भने है तपाईले त्यसमा कम्प्रोमाइज गर्नुपर्छ। तपाईको च्यानलमा भिडियो अपलोड गर्नुभन्दा पहिला चाहिँ यो चीजहरुलाई चाहिँ तपाईले एकदमै मनमा बसेर र हमेशा तपाईले याद राख्नुहोस्।